अबदेखि एउटा विधवा भाउजूमाथि अन्याय र शोषण गर्ने कि नगर्ने? धरो धर्म, अबदेखि म कहिले नराम्रो गर्दिनँ र मेरोमा आफ्नो भाउजूलाई मैले आफ्नै आमा सम्मान गरेर व्यवहार गर्नेछु। त्यसो हो भने भन्नुस् अब मेरी आमाले तपाईलाई तिर्न पर्ने ऋण कति छ? अब त्यो पैसा लिनुस् र खुरुक्क आफ्नै घरतिर जानुस्। भाउजू, मलाई अहिले साह्रै गाह्रो भएको छ। बरु यो ऋणसिनको हिसाब पछि आएर गरौँला। अहिले म घरमा गएर एकछिन आराम गर्छु है। बाबु, मैले तपाईँलाई 6 दिनको समय दिनुहोस् भन्दाखेरि तपाईँले आएर मेरो घरमा ताला लगाइदिनु भयो। त्यो ताला लगाएको देखेर मलाई कति गाह्रो भयो होला भन्नुहोस् त। त्यति बेला तपाईँलाई